सुनसान रातमा योबाट के बोल्नुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ म यता लाइभमा हजुरको लाइभबाट बोल्दैछु हजुरको नाम भन्नुस् यसो नै लाउने नि यामा राम्रै छ है राम्रै देखाएको त राम्रै को छोरा का खोइ त्यो त गएछ मेरो 21 रनिङ है गाइस छोरा तिम्रो छोरा गयो नि त्यसपछि थिए गयो बल्ल ढुक्क भयो मलाई यहाँ त्यो गर भनेर दिक्क लाउँछ एकछिनलाई चाहिँ आनन्द भयो अब ओए अनि तिमी हिजो के गरे छोरा हेरे त यस एक्लैले पत्ता बास त्यही त कसरी हेरे मैले भाइ मलाई छक्क पर्छु चिम्सुको एक्सरे मेरो म भर्खर 16 वर्ष किन हेरेको मैले लाइभमा 16 वर्ष भइस रे मलाई अनि हेर आज पार्लरमा त्यही भनेको तपाईँ कति वर्ष 16 वर्ष हो रे भन्दै नि के गर्नु त ममता छ अरे पवन भाइलाई जोइन गर्नु न अरे पवनजी आउनुहुन्छ हजुर गेस्टमा आउनुहोस् न है प्लिज 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 ए सबले सोधेको थियो दुईजना दिवाली भिडियो बनाएको थियो नि त उसको बुढाले मारेन उसको बुढाले के भनिरहेको थियो कराएन अहिले भोलि पर्सि उहाँ आउँदै हुनुहुन्छ अब काठमाडौँ त्यो बेला चाहिँ त बना नि त म बनाउँदैन बना म सिकाउनु नि तलाई एकछिन त म त हाँसेरै म क्यामराम्यान बनिदिन्छु अझै हजुर तिमीहरू दुईजनाको तपाईँ अनि उसको छैन रियलमा दियो भने तपाईँ त भेट्नु खोज्दैन होला पर भएको छ होला है रियलमा दियो भने लाग्दैन मेकअप गर्नु आउँथेन योसँग बसेर मेकअप पनि सिकेँ अलिकति भनेर डोलवालाई सिकाएँ भन्नुहोस् त पवनजी तिमीसँग भिडियो बनाउने हो नभन न बनाउने हो बनाउनुहुन्छ हाई ड्रिम गर्ल वेलकम हेलो 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 गीत गाउने नभन्नुहोस् गीत किन गीत गर्नु हजुर जे भन्नु हजुर ओके के भन्नुहुन्छ त्यही म क्यामेराम्यान बनिदिन्छु हजुर सिकाइहाल्नु म ट्यालेन्ट छु म थाहा पाइहाल्छु कसरी खिच्ने तर मम्मी कस्तो राम्रो भिडियो बनाइदिनु हुँदो रहेछ है हजुर यस मलाई त अरू दिन त हजुर आज कहाँबाट हजुर भनेछ न त म त चिम्सी मिस के छ ठिकै छ ए फुदहरू पानी हाल्छ होला नि फेरि ठिकै छ के सब लाग्ला त्यही भन्छ नि त सुनसान रातमा यो मेरो आत्मा जसका बिजेको मायालो तिमीलाई नै सम्झी मरुदरो हुँदा सिरानी भिजेको त्यस्तो सिरियस गीत आउँदैछ त्यस्तो भन्नु सरी गाइस टिकटक आइडी के छ मेरो आइडी ममता मगर्नी छौ 1 2 3 4 छ्याके नक्कली होइन हो मान्छे होइन त्यस्तो सिरियस गाएर चाहिँ बच्चाको भाइको टोपी लगाएर अनि हँसाएर बस्छ सिरियस हुन दिएन सिरियस मैले हाँसेर गाउँदा सुहाउँदैन के म अब गाउँदिनुहोस् म सक्दिनँ अब त कति एकदम रमाइलो छ नि हजुर त यता आइसक्नु भएछ है नि त अघि भर्खरै हामी टिकटक लाइभ बसेर फ्यान भएको उहाँ त मेरो लाइभमा फेरि भ्युअर बनाएर आइसक्नु थ्याङ्क यू सो मच भोलि होली वेलकम छ हजुरलाई होली अस्ति खेलिसक्यो है हामीले हिजो होलीको साथ थ्याङ्क यू सो मच थ्याङ्क यू ह्याप्पी होली है भन्नुहोस् हजुरलाई हाई हाई कताबाट के बोल्दै हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ म यता लाइभमा हजुरको लाइभबाट बोल्दैछु हजुरको नाम भन्नुहोस्